हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँहरूलाई धेरै पछि स्वागत छ होइन। धेरै पछि नै आयो म। के गर्नु, यस्तै छ, जिन्दगी चलिरहेछ जसो तसो। आज चाहिँ हामी यही घुम्न आएको। कहाँ घुम्न आएको? गेस गर्नु त, गेस गर्नु कहाँ हो हामी? वाट अ ब्युटी। यहाँ त के हो यार, टुडी खेलै हो क्या? के हो यार, दियालो बङ्गाला सङ्ग्रहालय है जाने बाटो भनेर यसरी देखाएको छ। यतातिर जाने हो हामी। यहाँ चाहिँ बस्ने ठाउँ हो, जोडीहरू बस्ने ठाउँ छैन हाम्रो जोडी। सिङ्गल लाइफ रक्स एन्ड दिस इज ब्रिक्स। यो के हो, कोइलीले को हो भनिरहेको छ त। हामीलाई चिनेन कोइलीले चिनेन। कोइले चिनेन होइन, कोइलीले चिनेन। यहाँ कोइलीले चिनेन हामीलाई। ल हामी चाहिँ यहाँ दियालो बङ्गला हेर्न आएको अहिले होइन। अनि यहाँ दियालो बङ्गला चाहिँ यो पहिला राजाहरू यतै बस्थ्यो अरे, पिकनिक सिक्निक आउँथ्यो राजाहरू, सुनेको होइन। होइन र त्यही होइन र, त्यही भएर आएको यो के हो यतापट्टि सैनिक इलाका। ए यो उतापट्टिबाट आउनेवाला होइन, यता होइन भनेपछि हामी जाने यतापट्टि हो। हामी चाहिँ आएको होइन। यहाँ चाहिँ अब पहिला यहाँ राजाहरू आउँथ्यो अरे, अनि राजा हटाएपछि यहाँ पनि बन्द गरिदियो रहेछ। अब अहिले फेरि चलिरहेको छ नि त, राजा हो देश बचाऊ। पहिला त भन्यो ज्ञानेश चोर्यो देश छोड, अहिले राजा हो देश बचाऊ। के भनिदिने नेपाली जनताहरूलाई होइन। एउटालाई जे भन्यो सबैले त्यही भन्छन्। अब राजा आएर देश बचाउ रे, के बचाउने हो र? केपीएलले भनेपछि के भएको छ र होइन, देशलाई के भएको छ र बचाउनुलाई? तर त्यही हो, अब राजा आयो नि, अब केही गर्न पऱ्यो। त्यत्रो पहिला थियो होइन, कल कारखानाहरू फ्याक्ट्रीहरू कति थियो अनगिनत थियो। त्यत्रो बन्द गरे सब, राजा हटाएपछि सब बेचिदियो चोर नेताहरूले। के गर्ने त अब होइन, त्यस्तै छ अब। त्यो त्यसैले गर्दाखेरि त अनि सबै नेपालीहरू सब विदेश गए। यो अस्ति एउटा भिडियो हेरेको, ठाउँै थिएन कि त्यो एयरपोर्टमा ठाउँ थिएन, पाइला टेक्ने ठाउँ थिएन। पुरै यो जानेको लाइन भुइँचो, पुरै भिड होइन। त्यस्तो नहोस् अब होइन। अब राजा आएर त्यस्तो अब नहोस् भन्न चाहन्छु मैले। अब यो के हो यो, अब सडकमा आएर अब राजा हो देश बचाऊ भनेर अब त्यसै राजा आउने होइन होला। यो छ त टाउके नेताहरू, तिनीहरूले के भनियो, के गर्ने हो, तिनीहरूले यत्र आउन दिन्छ त? राजा आउनै दिँदैन। सकेसम्म जाल झेल गरेर यताउता के गरेर तिनीहरूले त आनै दिँदैन। अब राजा आएर पछि अब के गर्न सक्छ कि? राजा आयो नि नआयो नि, जस देश बन्नु पऱ्यो कि हामीलाई। अब नेपालमै केही गर्ने हुनु पऱ्यो कि हामी विदेश जान नपरोस्। जानै मन लागेन अहिलेसम्म मलाई विदेश। यस्तो स्थिति देखेर त अब जबरजस्ती जानै पर्ने हुन्छ। यस्तो स्थिति देखेर त्यही हो, सकेसम्म म विदेश जान नपरोस्, राजा आएर केही गरोस्। के त भने टाउके नेताहरूले केही गरोस्। के टाउके नेताहरूले आफ्नो मात्रै सोध्छ, टाउको आफ्नो टाउको आफ्नो चाकको होइन, आफ्नो टाउको आफ्नो चाकको कुर्सी मात्रै हेर्छ। हाम्रो लागि हेर्दैनन्, जनताको लागि के हेर्दैनन्। के यस्तो नाराज नेताहरू, राज्यको लागि के गर्ने होइन, सब आफ्नो लागि मात्रै गर्ने हो। यही हो केटाहरू। आफ्नो भडास पोखेको मैले पनि, सबैले पोखिरहन्छन् है। भित्र छिर्ने त होला नि होइन, के रहेछ हेर्ने। त्यो छ होइन यहाँ त, राजाहरूले हगेको टोयलेटहरू, राजाहरूले खाएको चम्चाहरू, थालहरू, त्यही छ होइन र? जाने कस्तोमा नहग्ने रहेछ राजाहरूले, कस्तो मुत्ने रहेछ। यो के हो यस्तो यार, के हो यस्तो? यस्तो गर्ने हो त? यस्तो गर्ने हो त यार? नाम के हो? मधेसी काँडाले के हाम्रोतिर पशु जाँदा क्या हो? यस्तो गर्ने हो त यार? यो त्यस्तो गर्नु भएन नि त हौ, यस्तो गर्नु भएन। ल यार नम्बर नि चढेछ, अझ नम्बर नि चढेछ त्यहाँ माथि। हेर्न त हेरेको राजाहरूले मुत्ने ठाउँ, अब हामीले मुत्ने ठाउँ त कस्तो रहेछ हेर्न जानु पऱ्यो। दामी रहेछ माथि चाहिँ होइन। त्यो राजाहरूले खाएको भाँडा, राजाहरूले मुतेको टोयलेट, सुतेको खाट सबै देखियो त्यहाँ। यो के हो त, अन्डरग्राउन्ड छ त यार।
अन्डरग्राउन्ड छ त्यस्तो खत्रै छ किचन थियो कि शौचालय छ किचन भन्छ उसलाई किचन त उतापट्टिको होला नि अघि उतापट्टिको हो भनेर भन्थ्यो होइन यो के हो त्यतापट्टि सही छ त हो यहाँ चाहिँ के हो नारायणी हेर्न जाने हो क्या यो बाटो चाहिँ ल यहीँ रहेछ त यो यो कहाँको ठाउँ हो यो तर यहाँसम्म आएको थिएन होला यार यहाँ मान्छे बसिया यहाँ त्यहाँ गएर एकछिन रेस्ट गर्नु यहाँबाट जाने ठाउँ छैन होला नि त यहाँ तलसम्म धारा थियो नुहाउने धाराहरू होइन सबै स्टाफहरूलाई होला नि अब जाने हो हामी जानु न यहाँबाट निस्किने हो हेरियो राजाहरूको बसाइ कस्तो रहेछ सुताइ कस्तो रहेछ तर खाट चाहिँ मलाई कस्तो कस्तो भयो कि सानो सानो लाग्यो कति पहिला राजाहरू डल्ला डल्ली थियो कि अब जस्तो लाग्यो कति सानो रहेछ काटेर मोटो अड्दिने होला त्यसो त होइन कति सानो सानो रहेछ तर यतापट्टिको त्यो हामी सुरुमा हेरेको थियो नि त्यो सानै थियो तर त्यो पछि बढाउनु मिल्छ कि जस्तो लाग्यो यार जुन त्यो अड्दै अड्दैन यार राजाहरू कसरी अड्छ ए कसरी सुत्छ खुट्टा खुम्चाएर सुत्न मिलेन राजा भएपछि आराम होइन सुत्न पऱ्यो स्विमिङ पुल आयो राजाहरूको स्विमिङ पुल स्विमिङ पुलमा फुल बनाउने हो अब नो स्मोकिङ जोन चाहिँ के हो यो थाहै छैन हामीलाई आम्मामा हेर्दाखेरि सानो रहेछ ठुलै रहेछ बहुत हेर्दाखेरि मात्रै सानो रहेछ राजाहरू हो यार राजाहरू हुनै पऱ्यो नि ठुलै हुनु पऱ्यो बाथरुम पनि खतरा के फेरि आम्मा बाथरुम पनि हाम्रो बेडरुम भन्दा सफा छ सफा पनि ठुलो पनि खतरै रहेछ होइन बेडरुम भन्दा पनि ठुलो थियो यार यस्तो खतरा थियो कि त्यो जमानाको वायरिङ यो पोल नि हराएको नि त्यो जमानाको वायरिङहरू यस्तो थियो खतरनाक वाला होइन सही छ सही यो चाहिँ के को जरा होला ला गेस गर्नु त के को जरा होला यो जराएको जरा त होइन ढुक्कै जरा हो सालकै जरा होला अनि यो चाहिँ के हो त के अरे भाइ ये का फल हे ल गाइस हामी चाहिँ अब बङ्गला हेरेर निस्कियो राजाहरूको घर दरबार सरबार मिनी दरबार भनौँ कि अब ठुलै दरबार भनौँ कि के हो त्यो हेरेर निस्कियो राम्रै रहेछ भित्रपट्टि गोहीहरू राखेर चाहिँ एउटा सिङ्गै गोही रहेछ आमा त्यो त 10 फिटकै होला त्यो गोही त यार कति ठुलो रहेछ कि सिङ्गे त्यसको छाला मात्रै निकालेर राखेको रहेछ जस भित्र रमाइलो त्यस्तो खासै रमाइलो पनि छैन तर पहिलाको चिजहरू त्यहाँ ओरिजिनल भागवत गीता रहेछ कि त्यो चाहिँ राम्रो लाग्यो मलाई किताबहरू पनि छ पुरानो किताबहरू छ सकियो आजको ट्रिप यति नै हो होइन धेरै पछि मेरो भिडियो आयो तपाईँहरू अब हेरेर चित्त बुझाउनु होला अतीत भाइब्स कहाँ गएको थियो त अतीत भाइब्स हराएको थियो किन आउँदैन अतीत भाइब्सको भिडियो सोचिराख्नु भएको थियो होला किनकि अतीत भाइब्स आफ्नै दुनियाँमा थियो मेरो दुनियाँ बेग्लै छ आजभोलि पहिला जस्तो दुनियाँ छैन मेरो आज चाहिँ अब मुन्नाले घुम्न जाम भन्ने थियो यहीँ डुलिरहेछ बुढी देखाएर यत्रो भुँडी बनाएर कहाँ अहिले यस्तो अहिले भुँडी लुकाएर कहाँ भुँडी छ भनेर भन्छ मुन्नाको भुँडी र मेरो भुँडी मुन्नाको कहिले घट्ने भएन मेरो कहिले बढ्ने भएन ल है गाई यो के को रुख रहेछ के हो यो यस्तो होइन सबै झरेछ या भित्रै घुस्यो कि भित्रपट्टिको च्यापेको भित्रै घुस्यो कहाँ पुग्यो होला त्यो तिम्रो गएन मेरो त गएन लगाए जब हामी यहाँबाट निस्किन लाग्यो होइन भिडियोहरू हेर्दै गर्नु होला आउँछ बिस्तारै बिस्तारै आजको लागि चाहिँ यति नै अब जाने प्लान त छ क्या कतै होइन अब कतै गएर केही नहुने होला रुममा जाने हो सुत्ने हो मस्त अनि होइन ड्युटी जाने हो त्यही भएर यसो भिडियो हेर्दै गर्नु होला सकियो